नयाँ सरकारले गर्दा चाहिँ सामानको मूल्य नेपालमा एकदमै वृद्धि भयो भन्नेहरू एकैछिन यो भिडियो हेर्नुस्। बालेन सरकारको अर्को कडा कदम, एक आदेशले देशभरको व्यापारीहरू हल्लिएको छ। एमआरपी बिना भन्सारबाट बालेन सरकारले कुनै पनि हालतमा सामान नछोड्ने अडानले भन्सार ठप्प। देशभरको नाकामा 2000 बढी कन्टेनर रोकिए। देशमा बल्दो महँगी र बजारमा भइरहेको ठगी नियन्त्रण गर्न बालेन शाह नेतृत्वको सरकारले कडा कदम चालेपछि भन्सार नाकाहरूमा भन्सार ठप्प भएको छ। टेलिभिजन ल्याएपछि कतिको हो भनेर त्यहाँदेखि गरेर चटक्क एमआरपी टाँसेर ल्याउनु पर्यो, अनि मात्रै हुन्छ। तपाईहरुले छोड्नुहुन्न त्यसमा? हामी छोड्दैनौँ। एमआरपी नलेखेर नटाँसिन्जेलसम्म हामीहरू छोड्दैनौँ। अब चाहिँ नेपालमा एमआरपी ट्याग नलागेको सामान चाहिँ नेपाल भित्र्याउन नपाइने र बेच्न नपाइने भएको छ। अब त्यसको मतलब के त? त्यसको के फाइदाहरू छन् त? अब पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि तपाईँको प्राइस ट्याग नलागेकै सामानहरू नेपाल भित्राइन्थ्यो र जति मन लाग्यो त्यति तपाईँको मूल्यमा चाहिँ नेपालमा बेचिन्थ्यो। तपाईँको व्यापार गर्ने मान्छेलाई, त्यो पसल गर्ने मान्छेलाई मात्र फाइदा हुने भयो। तर नेपालीहरूलाई चाहिँ के हुने भयो? घाटा। त्यो मान्छे तपाईँको 100 रुपियाँ पर्ने सामान इन्डिया चाइनाबाट आइरहेछ भने हामी नेपालीहरूले चाहिँ त्यहाँ 500-1000 रुपियाँ हालेर किन्नु पर्थ्यो। हो, त्यो चाहिँ एकदम नराम्रो कुरा थियो। हो, यो प्रब्लम छ नि, यो समस्या छ जुन, यसलाई चाहिँ सोल्भ गर्छ क्या यो कुराले। तपाईँको एमआरपी ट्याग लागेर नै सामान तपाईँको भित्रिन थाल्यो नेपालमा भनेपछि त्यो मूल्य तपाईँको सबै कुरा काटेर त्यो मूल्यभन्दा एकदमै बढी राखेर चाहिँ बेच्न पाएन क्या व्यापारीहरूले। हो, यो चाहिँ समस्या अब चाहिँ समाधान हुँदैछ नेपालमा। र यो चाहिँ अब तपाईँहरूलाई के लाग्छ, यो चाहिँ राम्रो कुरा हो कि नराम्रो कुरा हो? अभियसली यो चाहिँ राम्रो कुरा हो। यो चाहिँ जनताकै लागि भनेर गरिराख्नु भएको छ उहाँहरूले तपाईँलाई एकदमै सबै कुरा महँगो बनाएर सबै आफैले मात्र कर लिएर तपाईँको होइन, आफू मात्र सरकार धनी हुने उहाँहरूको मानसिकता होइन। त्यसैले चाहिँ बुझिदिनु पऱ्यो, तपाईँहरूले समर्थन गरिदिनु पऱ्यो कुराहरू। सबै कुरा व्यवस्थापन हुँदैछ नेपालमा, त्यो हो।